हेलो ब्युटिफुल पिपल, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ हाम्रो वेलकम प्रोग्राम छ क्या गएकोबाट, अनि जान लागेको छु सबजना केटाहरू चाहिँ अगाडि हिँड्दैछ। ए केटा हेलो बनाऊ सबले ए हेलो बनाऊ यस्तो केटाहरू यस्तो 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 बाहिर मुख छाड्ने हुन्छ है। हाम्रो चाहिँ नेपाली बाबु होइन त, नेपाली एकचोटि नाच्दै नि त, एकचोटि नाच्दै नि त दोष हो खै सेतो सेतोले खै सिगान सिगान के सिगान सिगान चप्दा लारिन त ओके हाम्रो चाहिँ यहाँ गएको जानलाई लाग्छ टाइम अझै 5 मिनट जति लाग्छ। भयो अहिले 7:30 भइसक्यो यार। छिटो के मलाई ढिला हुन्छ क्या अहिले यार। अहिले 15 मिनट पुगिन्छ, तिम्रो टाउको पुगिँदैन के, ढिला हुन्छ एकदम। चुइची हिँड्ने हो कि एकदम। केटा मलाई कस्तो देखाएको छ भन त एक लट होइन होला होइन होला। ओइ मैले ला एउटा छुट्याइछु नि, थाहा थियो कि एउटा चिज चाहिँ मैले बिर्सेछु भनेर, त्यो हातमा लाउनै बिर्सेछु कि लाँदिनँ अब यार, त्यो अब बिर्सेँ कि यार त्यो एउटा चाहिँ मैले। ल अब एकचोटि गएको बेसी भेटौँ ल। ओके दोस्त कालटाई लाउनु हुन्न अरे क्या, मलाई कालटाई लगाएर हिँडिरहेको छ यार। ओइ यता हेर त, किन मान्छे परेर ठाउँ जान्ला हो तिमी? वेलकम प्रोग्राममा नै मलाई कालटाई लगाएर हिँड्छ यार। अनि हो कि त्यही भएर कालटाई चाहिँ लाउनु हुँदैन। त्यही भएर मैले रात टाई लाग्छ यार, कस्तो एउटा टाई नमिला जस्तो फिल भइरहेको छ कि मलाई यार। अत्तिरी केटा हो, ओइ मेरो टाई नमिला जस्तो फिल भइरहेको छ होइन। टाई मिलेखा त मिलेखा जस्तो त लाग्दैन मलाई यार। अहिले 35 तिमीलाई अघिदेखि भने हो आइमेन जस्तो क्रिम श्रिम सब दल्नुपर्छ तिमीलाई। अघि निस्किँदा नि क्रिम दल्दै थियो कि हो नि। ढिला हुँदैन नि त दोस्त, एकदम एक्ज्याक्ट टाइम हुनुपर्छ कि, टाइममा चल्नु पर्यो नि। अनि मेरो त अलार्म पनि यति बजेको थियो कि मैले यसमा त आइफोनमा बजेको त अलार्मै मैले सुनेन कि दोस्त यार। दुईचोटि बजे चाहिँ निभेछ क्या। अनि यसको एन्ड्रोइडको चाहिँ नन स्टप बज्छ क्या फेरि, त्यसमा चाहिँ नउठ्नेदेखि इरिटेट लाग्नेसम्म। एकचोटि नाचिदिने हो कि तिमी त्यहाँ नेपाली बाबु भनेर टक टुक लाएर प्र्याक्टिस गरेर आछ नि त, आज नाच्ने हो नि त प्रोग्राममा। के अरे गोर्खे कुकुरी अनि नाच्दियौ नि त एक लड। बाटोमा टिचर के देखाउनु हो कि केही हुँदैन हो भने नाच्दियौ। यत्रो सिटी हो, यत्रो सिटी नाच्दियौ मलाई के फरक पर्दैन। कसले हेर्छ र तिमीलाई? मैले बाहेक अरू कसले हेर्दैन? ए दोस्त हेलो भन हेलो। हामी चाहिँ गएको आइसक्यो ठ्याक्क लगाएर गएको चाहिँ त्यो है। नयाँ छ है, दामी छ। पोचा डेन्जर हान्छ होइन, पोचा होइन ऊ भ्याकुममा कुन दिन मेरो पालि आउँछ यार? मेरो त पालो नि, तिम्रो त लास्टमा होला हौ, तिम्रो दुईजनाको त मोच छ यार। ओ खाने त म्याम लभ यु। पिसाब त लागेको छैन कि मलाई, तर यो हाम्रो बिल्डिङ चाहिँ अलिक पुरानै छ। ओके यो बिल्डिङ चाहिँ अलिक पुरानै छ कि भुइँचा लाग्यो ढल्दै होला यार, ढल्दैन। ओके यार केटा हो हेलो केटा केटा हो, केटाहरू गायब भइसक्छ यार पुरै। अब हाम्रो चाहिँ गएको आइसक्यो ठ्याक लगाएर अब उक्लिँदैछ।
ए आउँछ हजुर यहाँनिर हाई सन्चै कसको नाम आएन ठाउँ छैन त्यहाँ उभिएर मात्रै बस्छ हुँदैन त्यस्तो त्यस्तो मिल्दैन साथी यार गएको कोडा चाहिँ ओए ओ साथी त्यो चस्मा लगाउ न दामी देखेछ यार ओ ल बबाल के भने रे ओके हामी त अघि नै आएको लगाउ न त्यो चस्मा दामी देखिरहेको थियो त्यो रातो यो यो पङ्गी एकछिन लगाउ तिमी यो चस्मा लगाउ त यता हेर त नि हो केटा यस्तो गरिम भइरहेको छ यार एकछिन बडीगार्ड बस्छ सबके खै पुलिस भने के ए पुलिस जस्तो लगाएर हिँड्ने यार केटाहरू त ओके नखेल यार साथी डर लाग्यो यार खेल्दैन म त डर लाग्यो यार हाम्रो त भागौँ है हामी त भागौँ है डर लाग्यो यार केटाहरूले पिट्ला नि जस्तो गर्छ नि यार उल्के हो समात्देऊ लि हो भेरी थ्याङ्क यू समात्देऊ दामी एकदम बबाल म हो नि तिम्रो साउन्ड आउँदैन साथीहरू हामी चाहिँ फेरि सबजना हामी चाहिँ टक्क लगाएर वेलकम प्रोग्राममा हिँडाउँदै लिएर जानु लगाएर चाहिँ हिँडाउँदै वाइल हिँड्दैछौँ हिँडेर कहाँ पुऱ्याउँछ यार साइकल हेर साथीहरू एकपट्टि बस्नु यार अहिले बरु लिफ्टमा जाउँ यार बरु एकछिन त पुगिन्छ यार लिफ्टमा गयो भने त दिपु त वहाँ पुग्छ यार दिपु त फस्यो नि ओके ए वाइट साइकल पनि आइरहेछ कस्तो गोब्रो त्यो भिडियो लिएको छ यार गोब्रो चाहियो दोस्त गोब्रो दियो छ के ए शुभम उसले एउटा हामी चाहिँ जाँदैछौँ डग लगाएर वेलकम प्रोग्रामको लागि कति मिनट लाग्छ दस यार हिँडाउँछ यार अहिले नै मैले बोले सुन्छ र तिमीले हेलो भन त सबले यता ठोकिरहेर क्या म फेरि अरूसँग कति हिँडाउने यार हिँड्दामा थकै भइसक्यो यार घरीमा आइसक्यो पछि आइसक्यो यत्रो बाख्राको हुलमा यस्तो सेता खेल्ने चाहिँ हिँड्दैछु ओइ दाम बबाल गएको यार बबाल हामी चाहिँ अहिले
ठग्लेर अलिकति आएर बसेको छ हामीहरू यहाँ भरे छ यार हामी चाहिँ हो सुट्टा हानेर आयो तिनवटा केटाहरू सुट्टा हान्दै थियो नि यार हेर्दैछ जाप बेच्दै स्टोरी गर्दै प्लान बनाएको छ होइन अरू कुरो भनेको यस्तै हो जापान भनेको चाहिँ एकदम फेसिलिटी चाहिँ एकदम बबालै छ है यहाँ 2 घन्टा हिँड्यो यता फोहोर केही लागेको छैन नेपाल अलिक धुलो भइसक्यो भन्नु लाग्यो नेपाल भएर धुलो भइसक्यो अनि अनि जे होस् आज मलाई एउटा खैरेले चाहिँ एकदम राम्रो कुन देशको भनेर सोध्यो होइन मैले यस्तो देखेर एकदम दामी छ भन्दै थियो यार मेरो कोट त्यस्तो दामी छ र अनि अरू कुरो त्यस्तै हो जे होस् आज 1-2 जना जापानिजहरूले चाहिँ आई लाइक यु भनेर त्यसैमा खुसी छु त्यसै भन्दै नि सुगै माको समस्या केही नि भनेन के भन्नको लागि त अलि हुनु पर्यो नि त ह्यान्डसम छैन र म ह्यान्डसम छैन त ह्यान्डसम छ तर बट म जतिको छैन अरे क्या अलि रत्ती भन्दै यार अलि बढी नै भएन र यहाँ के अरे बनाउनु चाहिँ पाउँदैन थियो फेरि भोलि के डिपोर्ट होइन भिडियो बनाउन त पाउँछ अरूको बनाउँदैन आफ्नै बनाउँछ नि त्यस्तो हुँदैन ल यस्तै हो अगाडि चाहिँ नदेखाऊँ हाम्रो मिस नेपालहरूलाई नदेखाउने यहाँ देखाउनु न किन देखाउने र हेलो हेर्छ हौ अहिले तिमी खुवाउँदै गर पछि काम पाएपछि डबल ट्रिप त्यो पनि यार है म त काम पाउने थिएँ भन्दा पहिला बिर्सिने नि तिमीलाई त्यो पनि हो मैले बिर्सेँ के जान्छ किन जान्न हो भने यार अति म त बिर्सिने हो त्यो बोर्डमा हेर त के लेखायो त्यो तिमीले बिर्सिने यार म चाहिँ बिर्सिने न यार पढाउनु थियो ए कसलाई भने त्यो उसलाई भने तिमीले अहिले भन्यो तिमीले उसलाई भने तिमीलाई नेपाली बाबु तिमीलाई भने जस्तो हुनसक्छ है हुनसक्छ त्यो चाहिँ हुनसक्छ हुनसक्छ त्यो चाहिँ हुनसक्छ त्यतिको चाहिँ दिनभरि सुत्ने निन्द्रै पुगेको छैन मेरो निन्द्रा त कहाँ पुगेछ अरे यार कस्तो त्यो अघि बस्दा पनि झुप्पु भइरहेको थियो अहिले म त निदै गएको थिएँ फेरि गाली गर्छ भन्दै फेरि उता जाउने यार यहाँ पोलमा ठोकिन्छ यार कसरी ठेला यार ठोकेर अलिक ब्ल्याङ ठोकेर अलिक उतानु पर्दैन नि त्यहाँ साथी ज्याप भइगयो बाङ्गो हिँड्दैछौ तिमी त यार 5,000 को असल गरिहाल्यो आजै गरेको असल अब अर्को वर्ष थन्काएर लाग्ने धुनु कि नधुनु साँच्ची नधुनु खुम्चिहाल्छ कि वासिङमा धुने थियो काचा कुच हुन्छ दिपु कस्तो भयो आज चोर मागिरहेको थियो चेत नदेखाउँ यार भनेको थियो ब्लग हाल्नुहोस् देखाउनु भन्नु क्या त्यस्तो नदेखाउ क्या पहिलोचोटि होला कहाँ फालौँ भइरहेको दिपु किन माग्यो ओइ दिपु आगर न एकचोटि गोप गरौँ न एकचोटि भिडियोमा त आउँछ अलिकति कमेडी भिडियो त हुन्छ अलिकति दामी भ्यू देखिरहेको छ कि उता माथि बादल दामी दिएर छ यहाँ चाहिँ हाइवे हाल्यो अनि यहाँ चाहिँ रेलको पटरी भर्खर गएकोबाट कार्य प्रोग्राम सकाएर होस्ट लगाएँ फ्रेस भएको छैन ठ्याक्कै ट्रेनकै यहीँबाट जान्छ ट्रेन अनि यहाँ जान्छ लगाइसकेँ गाइस अब मजाले खोलेर एकछिन सुत्छ होला अब नेक्स्ट भ्लगमा भेटौँला बाई बाई गाइस जो पनि लास्टसम्म हेरिदिनु भयो लाइक र सब्सक्राइब चाहिँ गरिदिनु होला ओके बाई बाई